ओपन छु हेर्नुहोस् है मलाई केही पनि लुकाउनु छैन क्या जीवनमा हैन मैले भनेको छु मेरो टोइलेट र बाथरुम बाहेक अरू ठाउँतिर चारैतिर हजारवटा क्यामेरा जोडिदिएँ अनि पर गएर मैले त्यत्रो तपाईँको जाँदाखेरि नि फोन गरे हो उहाँलाई बाटोमा पनि उठाउनु पनि भएन सधैँ त उठाउनुहुन्थ्यो बालेन्जीलाई गर्नु भएको आउनु अनि त्यो भयो अनि भोलिको दिनमा पनि छैन अनि युथमा एक खालको चाहिँ नि आक्रोश धेरै भयो क्या होइन अब युथले चाहिँ तपाईँको बालेन्जीलाई भनेको बालेन नआउने नआएपछि अर्को साम्पाङ सेकेन्डमा होइन त्यो ऊ पनि अब होइन सुशीला भन्ने आयो सुशीलाले चाहिँ बालेन्जीले चाहिँ सपोर्ट गरेको भन्ने आइसकेपछि त कुटाकुट भएन त नि त्यहाँ कुलमान घिसिङलाई के गर्ने सुन्दुक रोहितलाई ल्याउने कुरा महावीर पुनलाई लाने कुरा सबै कुरा उहाँले डिजाइन गरिसक्नु भएको छ के अरे देशमा चाहिँ नि बालेन चाहिँ सबभन्दा ठुलो इन्फ्लुएन्सर भन्छ कि तर खासमा उहाँभन्दा ठुलो इन्फ्लुएन्सर चाहिँ म जस्तो लाग्छ हप्तामा 6 दिन हुन्छ 7 दिन हुन्छ 6 दिन पेटको लागि गर्नु 1 दिन देशको लागि गर्नु श्रम भनेको पेटको लागि गर्ने हो श्रमदान भनेको देशको लागि गर्ने होइन त्यो पेट मात्रै तपाईँको होइन यो देश पनि तपाईँको हो जहाँ उभिनु भएको छ त्यो माटो तपाईँको हो होइन त्यो माटोमा तपाईँको कति थोपा पसिना बगाउनु हो भनेर सोधिसकेपछि मान्छे क्युरियस हुँदै जाँदो रहेछ क्या वाट यु आस्क मी इन फ्याक्ट हामी जान्छौँ शनिबार त कहिले आउँछ श्रमबार हो त्यो फेरि होइन मेरो क्यालेन्डरमा आइतबार श्रम शिक्षा बार हो जुन दिन म विद्यालयमा गएर श्रमको बारेमा विद्यार्थीहरूलाई पढाउँछु देशको नेतृत्व अरू कसैले लिन नमानेको बेलामा डराएर लुकिरहेको बेलामा के सबै डराउने नि त अब ठ्याङ्की ठ्याङ गोली चलेको छ कर्फ्यू लागिरहेछ भने कोही जान्छ विचार गरौँ न है अल द वे यहाँदेखि तपाईँको चाहिँ काठमाडौँसम्म गए बाटोमा कुनै गाडी भेटिएन सबै मान्छे डराएर घरभित्र लुकिरहेको बेलामा काठमाडौँ गएँ र नेतृत्व लिन्छु पनि भनेको थिएँ तर अब मैले भनेअनुसार सबै कुरा हुन्छ हुनुपर्छ भन्ने नि छैन ठिक छ त्यो पनि अमेजिङै थियो र इनकेस मैले नेतृत्व पाएको भए फेरि अमेजिङली काम पनि गर्थेँ जस्तो लाग्छ